यो दृश्य चाहिँ दुधौली नगरपालिका वडा नम्बर 10 मा निर्मित शहीद स्मृति पार्क हो, जसलाई लभ डाँडा भनेर पनि चिनिन्छ। मदन भण्डारी हाइवेबाट अलिकति भित्र यो चाहिँ लभ डाँडा जाने बाटो हो। यहाँसम्म बाइकमा आएर अब यो माथि शहीद स्मृति पार्कमा विभिन्न संरचनाहरू निर्माण भइरहेका छन्, त्यतापट्टि लाग्छौँ हामी। यहाँको आकर्षण भनेको चाहिँ शिवको मूर्ति र दुधौली लेखिएको ठाउँ हो। आज चाहिँ होली पनि भएकोले यहाँ भिडभाड अलि राम्रै छ। ह्याप्पी होली। कसको बर्थडे हो? बर्थडे पनि रहेछ। केक सेक दिनुपर्ने हो खोइ। यो चाहिँ दुधौली लभ डाँडामा शहीद पार्कमा बनेको भ्यू टावर हो। अब म चाहिँ यहाँ चढ्न जाँदैछु। यो भ्यू टावर चाहिँ पहिला थिएन, यो भर्खर निर्माण गरिएको रहेछ, कम्प्लिट पनि भइसकेको छैन। त्यही माथि चढ्दैछु म। यो शहीद स्मृति पार्कमा रहेको भ्यू टावर निर्माणधीन नै रहेछ, अझ यो बनिसकेको छैन। यहाँबाट चाहिँ राम्रो दृश्य देखिँदो रहेछ, वरिपरि वन जङ्गल, सनसेट पनि राम्रो देखिने रहेछ। धेरै अग्लो त छैन, तर डाँडामै निर्मित भएर यहाँबाट लगभग सबै कुरा देखिन्छ। यहाँनिर शहीद स्मृति पार्क चाहिँ यही हो, यहाँबाट देखिएको। यो चाहिँ शहीद पार्कको भ्यू टावर। कान्छी हेलो। ल दिदी हाँस्नु। पार्क पनि जाने कि? पार्कमा पनि जाने कि? फोटो खिच्दै गरौँ न। भ्यू टावर। अब पार्कतिर जाने लडिँदैन। ल घुमो घुमो। ए अप्ठ्यारो रहेछ नि केटी। यहाँ हुन त उताबाट पनि त्यस्तै रहेछ। यहाँ त पानी चाहिँ राख्नु खोज्यो होला है। ल खोइ घुमेको। घुमु न घुमु। के भयो ज्वाइँलाई? रिङ्गटा लाग्यो? ल आइज बसौँ। ल बसौँ। म पनि बस्छु अब। ल सुरेन्द्र एउटा भिडियो खिच्यो त, अब बस्नु पर्थ्यो म। यतिकै खिच्नु नि। अब त पुरै उल्टो भयो। बाबा नगो। स्टप नगर्नु।
बस्न खोज्दैनन् भनेर यस्तो ल जय साहब अब एकचोटि ट्विन चढे जस्तो गर्नु त कर्णाली भयो कर्णालीको ट्विन जस्तो गरौँ ल गर्ने पो त्यस्तो भनेर ठ्याक्कै ट्विन हो त नि यो त्यता चाहिँ उकालो पर्दो रहेछ अलि उकालो पर्दो रहेछ क्या त्यता चाहिँ अनेकै राखेको रहेछ हौ आम्मा ल मिलाउँ ल मिलाएर खेल्ने जस्तै पहिला अब यसलाई यस्तो गर्ने त्यो सानोमा क्रस गरेर खेल्ने कुरा होइन यहाँ के लेखेर छ आई लभ यु लियासा भाइरल बनाउनु पर्ने लियासा फोकस यस्तो हो क्या यो यस्तो चाहिँ हारिहाल्यो नि मिल्नु पर्यो क्या एक साइड चाहिँ होइन एक साइड मिलाउने हो यो तीनटा यस्तो बनाउने नि त कहाँ मिल्छ अब यता मैले जेरो निकाल्दैपछि कसरी मिल्यो त नि के गर्ने के दुईजना खेल्ने हो नि सुरुमा यता खाली राख्ने हो सुरुमा सबै खाली राखेर दुईजना खेल्नु पर्यो दुईजना पाले खेल्ने हो कि दुईजना गरेर खेल्नु पर्यो क्या कसरी कसरी लो अब यो यस्तो भयो क्या त्यो क्रस यो भयो भने जित्यो कि यस्तो ल एकजना ल लाइज ल खेल ल सुरुमा यो राख्नुपर्ने हो नि जे राख्ने हैन यसले कि क्रस मात्र राख्न पाउँछ कि डट मात्रै त्यसले क्रस मात्रै राख्नु पायो हो अब त जिरो राख्न तैँले जिरो मात्रै पाइसक्यो ए बुझे अब मिल्नु पर्यो क्या तँ जिरो राख्नु पाइँदैन तैँले क्रस मात्रै हो त्यसलाई जिरो बनाउनु यो कहिले पनि सिद्धिँदैन यो निश्चयले जाने नि अब निश्चयले जानेन भने त सक्यो नबोलौँ न खेलोस् के ताला पाउँदैन जे पनि पाउँछ सबै सबै पाउँछस् के तैँले बाँकी राख्छ बाँकी रहेको सबै पाइयो त आफ्नो मनमर्जीले चला न हारिसक्यो त्यसले बिगार्दै कहाँ बोल्दैको त्यसरी घुमा न अब एउटा अब तेरो काम सिद्धियो अब त्यो गेमै सकिहाल्यो नि अब यस्तो गरेर मिल्यो नि त नि अब यहाँ चाहिँ गर्नुपर्ने तैँले उ त चलाएर बिगार्नु पर्थ्यो नि त्यस्तो हो कुरो कहानी कत्रो ठुलो मान्छे पिङ खेलेको ठुलो काखमा बस्दिम सक्सेस ल खेल हलाइदिउँ ल उ त्यहाँ घुमिसकि दुधौलीको शहीद पार्क लपडाँडा सबै आज केटाकेटी लिएर आएर बर्बाद छ ल आइज नानी लड्ली भयो अहिले रिङ्गटा लाग्यो भाइ कि छैन भन्ने सकाएन छैन भने रिङ्गटा कस्तो लाग्दो रहेछ अघि मलाई त एकछिन त शरीरले नछोइकन हातले मात्रै निस्किनु होला क्या यो हातले मात्रै कसरी निस्किन्छ दिमाग लगाएर यताबाट निस्किनु उता निस्किनु पर्यो खुट्टा चाहिँ तल नटेकी जाने हो क्या खुट्टा चाहिँ तल नटेकी घुँडा टेकेर जाने कमान्डो पछि हट यहाँ चाहिँ पानी राख्नुपर्ने पोखरी होला यो पोखरी सम्भव नभएपछि पार्क भएछ
यो डाँडा अहिले अप्ठ्यारो पार्दो रहेछ अहिले चाहिँ हामी भ्यू टावर पनि चढिसकेर चाइल्ड पार्क पनि घुमेर पिङसिङ खेलेर यता फर्किँदैछौँ। अब पुगिन्छ यहाँको फोटो सेसन गर्ने ठाउँतिर। हजुर पहिला जैन सबकै खिच्दैन। शहीद स्मृति पार्क दुनपा 10 सिन्धुली। हामीले यहाँको पर्यटन कति प्रवर्धन गरेका छौँ। कहाँदेखिको मान्छेले आउँ आन्तरिक पर्यटक पश्चिम पल्लो छेउदेखिको मान्छेले छौँ यहाँ। हो त ल अब दाइले दिदीलाई हेर्नुहोस् यस्तै भन्छ होइन। यस्तै भन्छ नि त होइन। अब मुसुक्क हाँसे जस्तो नजानिदो गरी एकैतिर हेर्नुहोस्। भाइरल पोज। सूर्यग्रहण त दिउँसै अँध्यारो भइहाल्छ। गाई गोरुको धुवाँ गरेर 3-4 बजीतिर के हो के हो भनेर हामी आफू अचम्म परिरहेको। आज 6 बजे जेन्जी टोली मुभ। ब्रिटिस लाउरे स्टाइलमा छ त कुदाइ पनि झराइ पनि फेरि एकचोटि एउटा डोको पनि चाहिन्छ। एउटा डोको पनि चाहिन्थ्यो। दुधौली त्यहाँ लेखेर छ। कमला खोज पनि लेख्नु पर्थ्यो। केटाकेटीले दुधौली मात्रै लेखेछन्। यो बुद्धको मूर्ति भने होइन क्या त्यहाँ माथि थियो एउटा कि त्यही सारे यता होइन यो माथि थियो क्या एउटा गुम्बा जस्तो बनाएर ट्याक्क माथि राखेको थियो क्या। यो त उतै रोडबाट जय शम्भो साम्ब सदा शिव। ए तल बाटो रहेछ जाउँ न। अब यहाँसम्म आइस् किन जाउँ अब यत्रो आइसक्यो त के। यो शिवको मूर्ति अपोजिट तलपट्टि देखिने चाहिँ मदन भण्डारी हाइवे हो। अब फर्किने पनि यतैबाट होइन र अहिले। ए हुन्छ त। सनसेट त दामी नै देख्यो नि त। दुधौली पार्क लभ डाँडा। केही नबोली बजाऊ है। मौन अवधि हो नि। मौन अवधि हो है केही नबोली बजाउनु। भगवानलाई सम्झिने। ओम नमः शिवाय शम्भो साम्ब सदा शिव साम्ब सदा शिव। ल सुरेन्द्रको मायालुको फोन आयो क्या फेरि अवस्था यस्तो ऊ छ कि मौन अवधि न घन्टी भन्न मिल्छ न माटो भन्न मिल्छ थाकल भन्न मिल्छ। ल थाकल कहिले पाक्ने बेला भएर हिँड्छ यार। गुबो त मिठै होला कि खाने बेला यो है। हजुर हो कहाँ बेला त अब अझै 1 महिना बाँकी छ। अनि त्यति रहेछ थाकल। थाकल पनि त्यति नै रहेछ। ल लाउरे स्टाइलमा हिँडौँ। ल टोली मुभ। मनिष लाउरे स्टाइलमा आइज। लाउरे स्टाइलमा। ल हामी अब यहाँ गन्तव्यतिर आइपुग्यौँ होइन। क्यामेराले नभ्याउने गरेको दुधौली रहेछ। ल दुधौली आइपुग्यो। मदन भण्डारी हाइवे छ तल।
हामी पाइखाना गरेर आउँछौँ। ल अब बाई बाई लभ डाँडा, शहीद स्मृति पार्क, दुनपा 10 सिन्धुली। यता चाहिँ टोयलेट रहेछ, यताबाट सरर झरेर चालक सूचना केन्द्र पनि रहेछ यो दुधौली शहीद स्मृति पार्कमा। ल हामी शहीद स्मृति पार्कबाट झऱ्यौँ नि त अब। ल सुलिन ब्रो जाउँ अब। ल बाई बाई। कताबाट जाने? यतै छोटो बाटो निस्किने कि? ल अब हामी निस्क्यौँ। ल यसैसँगै आज हाम्रो सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नम्बर 10 मा स्थित शहीद स्मृति पार्क घुमघाम सकिएको छ।